सुनौँ ल सबैजनाले सुनौँ ल सबैजनाले सुनौँ है कतिले 15 मिनेट छ कतिले आएर फोटो मात्रै खिचेर जाएको ल्याएर फोटो मात्रै खिचेर जाएको भएर पनि उनीहरूले काम गर्न सक्नुहुन्छ उहाँको यस्तो सोच लागत छ कि त्यो कामदान गरेर उहाँ सधैँ नै आइरहेको हो आज जस्तै एक दुई दिन चाहिँ आउनु भएको छैन सधैँ भइरहेको आइराख्ने भएको छ मैले देखिरहेको उहाँको देखि नै राख्नु भएको छ उहाँले गरेको हेर्नु सक्नुहुन्छ हजुरहरू पनि आउनुहोस् काम गर्नुपर्छ हामी पनि यसरी नै गरि नै राख्नु गरिरहेको छ भाइ हाम्रो हजुरबुवा 30% पुग्नु भयो नि कहाँबाट आउनु भयो नि हाम्रो हजुरबुवा 17 देखि हाम्रो हजुरबुवाहरू आउनुभएको छ 67 हेलो गाइज गुड मर्निङ वेलकम छ तपाईँलाई आज चाहिँ हामी श्रमदान बिहानै जान लागेछौँ 8 बजी जान लागेको किनभने आज छिटै काम भएर छिटै सक्ने उयो छ आज लास्ट डे हो नारायणपथमा छ किन आज चाहिँ छोरालाई पठाउने चाहिँ भाउजू आउनुभएको छ उहाँले पठाउनुहुन्छ त्यही भएर आजमा 8 बजी जान आँटेको हेर्ने कस्तो घाम लागिरहेको छ बिहान मर्निङ टाइममा यस्तो हुन्छ आज अब जाने बिहानै 8 बजी भयो 8 बजी जाने अब भरे के हुन्छ श्रमदान गरेको हजुर जाउँला काम गरेको हजुरहरूलाई देखाउने छु कस्तो हुन्छ त्यहाँ गएर हामी काम गर्छौँ अनि कस्तो होला त्यहाँ गएर काम गरेको कस्तो तरिकाले हामी सघाउँछौँ म भिडियो बनाएर हजुरहरूलाई अपलोड गर्ने नै छु हामी श्रममा आज चाहिँ 3 जना मात्रै छौँ नारायणपथमा हो हामी घरबाट यहाँ निस्किसक्यौँ आज नारायणपथमा चाहिँ लास्ट डे हो अरू ठाउँ चाहिँ भोलि पनि हुन्छ तर अरू भोलि कहाँ हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन नि त अब भरे नै थाहा हुन्छ भरे गएपछि कहाँ हुन्छ थाहा हुन्छ हामी तपाईँहरूलाई भने नै छौँ अब हिँड्यौँ देखाउने छौँ सधैँ भिडियो गएर श्रमदान गर्दै घरमा बसेर के गर्नु शनिबार चाहिँ भ्याइँदैन नि त हामी नानीहरू घरमै हुन्छ सबैजना हामी नानी कामहरू हो त्यही भएर कन्टिन्यू जान्छौँ हामी आइतबारदेखि चाहिँ जाने हो शुक्रबार शनिबार चाहिँ भ्याउँदैनौँ कि नानीहरू घरमै हुन्छ नि त त्यही भएर अलिक छिटो आउनुपर्ने हुन्छ आज जान छिटै पनि काम सक्छ त्यही भएर हो कहिले कहिले आउनु पनि जोस जागर चाहियो नि त हैन सबैजना एकछिन यता आइदिनुहोस् माथि त निकै आउनु भयो नि हजुर त माथि चाहिँ उता माथि उहाँले हेर्नुहोस् उहाँले कतिको काम गरिराख्नु भएको आफ्नो असक्त भएर पनि यसरी नै हामी जनताहरू चेष्टा गर्दा श्रमदानमा आउनुहोस् यसरी हेर्नुहोस् उहाँ कति गरिराख्नु भएको असक्त भए पनि हेर्नुहोस् हजुरहरू आउनुहोस् अब चाहिँ हाम्रो फाइनली यस्तो काम पनि सकिएको हो उहाँ आएर कस्तो राम्रो भयो काम गरिरह्यो प्रकृतिले पनि हामीलाई साथ दिइरह्यो होइन हामीले त्यस पछाडिको उसमा एकचोटि होला अलिकति उयो भएछ त्योभन्दा उता हामीले चाहिँ नि त्यो बाढी पहिरोको प्रकोप सहनु परेन जसको कारणले गर्दाखेरि आज हामीले यति राम्रो यति ठुलो ड्रेन बनाएको छौँ र यहाँ यो सहयोग गर्नुहुने सबैजनालाई म धन्यवाद दिन चाहन्छु सबैजनालाई सबै पक्षलाई र यहाँका स्थानीय दाजुभाइ दिदीबहिनीहरू पनि बिचरा कहिले श्रम गर्नुभएको थिएन यस्तो खालको मैले देखेको आवश्यक पनि थिएन यता त ठुल्ठुलो घर भएको मान्छे कता बालुवा र बेलसा छुइन्छ त छुँदै तर हामीले उहाँहरूलाई पनि माटो छुनु लगायौँ हाम्रो अभियानको मर्मै त्यही हो हामी माटो छुयौँ होइन भने त्यसले उत्पादन गर्छ हामीले पसिना बगायौँ भने त्यसले विकास गर्छ निर्माण गर्छ
भनेर यहाँ काम सकेर अब यहाँ लाग्नुभएको छ सबैजना पुरै मसला चाहिएर काम गर्नेले पनि सुन्दै मलाई थाहा छ तपाईँ धेरै काम गर्ने मान्छे हो सुनौँ ल सबैजनाले सुनौँ ल सबैजनाले सुनौँ है सबैजनाले सुनौँ है सबैजनाले सुनौँ है सबैजनाले सुनौँ भन्नु सुन्नु हल्ला पनि छोड्दैन है ध्यान दिउँ है त्यो बेलचाको आवाज चाहिँ ठिकै छ हामीले ध्यान दिउँ है ध्यान दिउँ ल अब हामीले चाहिँ नि के अरे यो नारायण पथको ट्रेनमा गर्ने श्रमदानको आज अन्तिम दिन हो अलिअलि चाहिँ काम हुन्छ उतै माथि पनि अलिअलि काम हुन्छ त्यहाँ स्ल्याबकोमा अलिअलि काम हुन्छ भोलि पर्सि पनि रहनु चाहिँ तर हाम्रो मास उपस्थिति यो खालको बृहत श्रमदानको चाहिँ आज अन्तिम दिन हो र यो श्रमदानलाई सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सबैजना जसले दिनै सघाउनु भयो बिहानदेखि बेलुकैसम्म सघाउनु भयो यतिका दिनमा एकचोटि सघाउनु भयो कतिले 2-3 घण्टा सघाउनु भयो कतिले 15 मिनट सघाउनु भयो कतिले आएर फोटो मात्रै खिचेर जानु सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु बराबरी हैन 10 दिन काम गर्नेलाई चाहिँ धेरै एक दिनलाई चाहिँ थोरै रहेछ भन्ने होइन सबैलाई नै बराबरी हैन तराजुमा जोक्दाखेरि हैन बोतलमा भरेर जोक्दाखेरि बराबरी धन्यवाद म दिन चाहन्छु सबैजनालाई तपाईहरु जस्ता मेहनती मान्छे पौरखी मान्छेहरु को साथ सहयोगले गर्दाखेरि हाम्रो श्रम अभियान यतिका वर्ष एक दिन होइन 2 दिन होइन एक हप्ता होइन 2 हप्ता होइन 1 महिना होइन 2 महिना होइन 1 वर्ष पनि होइन 3 वर्ष हामीले श्रमदान गरिरहेका छौं पहिला त हामीलाई चाहिँ श्रम गर्नका लागि हैन हामीले के भन्छ रे कुर्नु पर्थ्यो के भन्छ रे श्रमबार कुर्नु पर्थ्यो अहिले आएर चाहिँ श्रमबार कुर्नु पर्दैन अहिले हाम्रो एभ्री डे नै पनि भइरहेको अवस्था छ र के बुझ्यो है अब यो इमर्जेन्सी बेसिसमा हामीले बनाउनु पर्ने थियो यो हाम्रो लागि ठूलो एउटा चुनौती थियो ध्यान दिउँ है यो हाम्रो लागि चुनौती कुन अर्थमा थियो भन्दाखेरि मौसमको कारणले चुनौती थियो है पहिलो दिन जुन बनायौं हामीले एक दिन खनेर फर्मा लगाइयो त्यसको भोलिपल्ट ढलाइ गरेको थुप्रो बगायो यति ठूलो पानी पर्यो त्यो दिन म सम्झन चाहन्छु ती सम्पूर्ण श्रमदाताहरूलाई जसले त्यो प्लाई पक्रेर चिप्लेर लडेकोहरू हैन मैले चाहिँ नि त्यहाँनिर देखिरहेको थिएँ म आफै पनि त्यहाँ थिएँ सबैजनालाई स्मरण गर्न चाहन्छु धन्यवाद दिन चाहन्छु सबैजनालाई त्यो चाहिँ हाम्रो परीक्षा थियो कतिको चाहिँ रहेछ भनेर प्रकृतिले परीक्षा लिएको रहेछ क्या यिनीहरू कतिको चाहिँ अलि अतालै पो दिनु पर्यो भनेर हैन तर हामी विचलित भए
फाइनली काम छ उहाँ पनि आएर बसिराख्नु भएको छ। अब के कसो गर्ने के गर्ने अब सरले भन्नु नै हुन्छ उहाँले के गर्नु। अब माटो खन्ने अरे अझै पनि त्यो मसलाको काम सकिरहेछ। अब यो माटोहरू जुन छ नि हाम्रो मिलाउनु पर्ने त्यो हाम्रो जारी नै छ। म तपाईँहरूलाई भिडियोमा अपलोड गरिदिनु राख्नेछु। हाम्रो तगारेर मसलाको तगारेर यसरी हामी धुन्छौँ। तगारेर धोएर यो जुन यो माटो देख्नु भएको छ नि यो माटो जुन उता पर खाली छ नि त्यो यो खाली भागमा यो जुन यो खाली भागमा हामीले फेरि त्यसरी नै लाइन लागेर भर्नुपर्ने हुन्छ। यो किनभने यसरी छरेर त भएन नि त हामीले त्यो सबै भर्नुपर्ने हुन्छ। अझै तल पनि खाली छ टन्नै हो अनि धुनुपर्छ। अब यो यसरी यो माटोहरू देखिराख्नु भएको छ। यो माटो यसरी गरेर यता पर हामीले हाल्नुपर्ने हुन्छ। अब यो सकेपछि अनि हामी पनि आज घर चाहिँ टाढै गइन्छ होला। म उहाँ पनि आउनुभएको छ। उहाँले सक्नेको काम गरिराख्नु भएको छ। देशमा यस्तै कामहरू गरिरहँ होइन। म त भन्छु खेतीपाती पनि गरौँ भन्छु। म त कहिलेकाहीँ सामूहिक कृषि क्या होइन है। अब अब हाम्रो चाहिँ नै के छ भने है कहीँ कतै तपाईँको चाहिँ नै अब खेतमा होइन बारी खन्ने खेताला पाइराखेको छैन भने हामीलाई सम्पर्क गर्दा हुन्छ होइन। हामी 500 जना आएर बुडुङ खनिदिन्छौँ। यहाँले कति बिघा खनिदिन्छौँ एकैछिन होइन। तर हामीलाई दिनु पर्दैन। फेरि हामी 2000 पनि माग्दैनौँ। माग्छौँ त अफवाह फैलाइराखेका छन्। हाम्रो मसला यसरी फेरि भइरहेको छ। तल छ नि त काम खोइ भएर अब यहाँ माथिबाट लानुपर्ने त्यो हेर्नुहोस् हाम्रो मसला ल म त लाटा दिनभरि काम गर्ने तिमी त बाठा दिनभरि गफ गर्ने आराम मिल्यो त पारा दिदीले काम गरिराख्नु भएको छ हेर्नु। यो पानीको उयो यस्तो गरिराख्नु भएको छ। यहाँ हाम्रो काम सुरु भइरहेको छ। यो मसला फेरि त तल थोरै काम छ त्यसको लागि माटोहरू हामीले पोखिसकेको हो अघि नै। फेरि थोरै मसला काम भइरहेको छ। त्यही भएर हेर्नु अङ्कलहरूले काम गरिराख्नु छ। दाइहरूले यसरी मसला हाल्नु